ओके हेलो गाइज ओके आज चाहिँ म जेठो छोराबाट स्टार्ट गरेको छु भ्लग। आज हाम्रो न्यू भ्लग चाहिँ आज मबाट सुरु भएको छ। अब अनि के छ त बिचारा नि हामी आज कहाँ छौँ के छ बोल्नु न। नमस्ते छ सम्पूर्ण साथीभाइलाई चाहिँ आज चाहिँ हामी यहाँ कहाँ आइपुगेछौँ भनेदेखि मनोकामना माताको दर्शन गर्न आएको छौँ र सबै साथीभाइले चाहिँ हाम्रो भिडियोलाई माया गरेर लाइक सब्सक्राइब कमेन्ट गरिदिनु होला र जति पनि अहिले हामी हाम्रो भिडियो भ्लग अहिले यहाँबाट स्टार्ट सुरु हुँदैछ र जेठो छोरोबाट छ। अब हामी यहाँ बाहिर निस्किनेछौँ। ल लेट्स गो। यसमा साथमा मसँग छ मेरो बच्चादेखिको साथी मेरो जिग्रे क्लासमेट हैन, लङ टाइम बसेको भेटघाट। आज हामी चाहिँ मनोकामना आएछौँ दर्शन गर्न घुम्नलाई आएको छौँ हामी सबजना फ्यामिली। ओके अब हामी त्यहाँ मनोकामना केवल कारको टिकट गर्न जाँदैछ हामी। ओके विल बी वाइट ब्याक सुन। के छ त मेरो बाबाई तक्लु बुढो दामी छ रे कहाँ हिँडेको मनले माया काम पुरा हुन्छ अरे कामना गर्न आएको मनले माया हामीलाई चाहिँ हामी चाहिँ यहाँ आज मेरो बाबु नानी मेरो बाबै चाहिँ विशेष मनोकामना माताको दर्शन गर्नु चाहिँ हामी आएको छौँ होइन। किनभनेदेखि एकदम हामीलाई चाहिँ जस्तो जे भन्यो त्यही अहिलेसम्म चाहिँ उहाँले चाहिँ पुर्याइदिनु भएको छ भनौँ न। अब पुर्याउनु भएको छ एकदमै एउटा आस्था विश्वास एकदमै आस्था विश्वासमा चलेर चाहिँ हामी यसरी आउँदैछौँ। मेरो जति पनि बाबुहरूको बाहिर जाने प्रोसेसिङहरू पनि जहिले पनि मैले भाकल राखेको हुन्छु। त्यही भएर चाहिँ आज म भाकल पुरा गर्नुलाई आउँदैछु होइन। टिकट अब केबल कारमा चढ्नेछौँ। टिकट देखाउँ भनिराख्नु पर्ने कालो चस्मा लगाएर देखेकै छ हेरि। अब हामी यहाँ लाइनमा छौँ। अब चल्नु लाग्यो केवल कार माथि मनोकामना मन्दिर गयो पछि भेटौँला। लाइन है दर्शनै गर्नु गर्नै पर्छ मजासँगले है। चढ्यो अब डाँडा पाखा। म त माथि जाँदा त त्यस्तो केही लाग्दैन, तल जाँदा है कहाँ नै सुन्नु यो कुन खोला मम्मी? त्रिशुली खोला हो। खोला अहिलेसम्म यो खोलाको मैले 3-4 चोटि लिएर आइसकेँ। विशेष मेरो छोरा बुहारीको चाहिँ भाकल एकदमै पुरा भएको कारणले गर्दाखेरि हामी आएको छौँ। भाकल पुरा अब बाँकी मात्र 3 दिन छ यिनीहरू बस्न होइन। पहिले नै के भन्नु भएको होला त्यस्तो नभन्नु न। यहाँ मेरो आँखाबाट आँसु चुइन्छ फेरि ऊ आइसक्यो कराउनलाई गुडुङ्ग ऊ पाकेर मनोकामना आयो कायो बन्दीपुर। गीत पनि ताई नटुको लिरिक्स बिगारेर राम्रो गीतलाई नि कस्तो बिगारिदियो होला त आम्मा। कस्तो कामटम्म भयो है गीत गाउनु परेपछि अनि त्यही त भने बन्दीपुरैमा माया भेटे। तिमी गीत गाउँदा आउँछ है। आइपुग्यौँ ल मनोकामना। ल हामी चाहिँ आइपुग्यौँ। बाँसको चमकको खाना दौराले बनाएको सिलौटा अपिसेको गोल भेको छ चिमिर मिसेको घिउ परी मेरो भाइको के छ बिचार हजुरको बोली बन्दको गोली बाबा ल दामी ल एकचोटि मिलाइदिन्छु बोलीमा। ल अहिले चाहिँ हामी उतापट्टि चाहिँ धनिया गर्नु मन्दिरमा रेडी जर्जनपछि मेरो बहिनी बाँसको चमकको खाना दौराले बनाएको सिलौटा अपिसेको गोल भेको छ चिमिर मिसेको। ल हामी चाहिँ आज यहाँ पूजा गर्न आइपुग्यौँ मन्दिरमा। आज चाहिँ धेरै मान्छे हुनुभयो रहेछ, त्यही भएर कस्तो खुल्ला रहेछ है मन्दिरमा। ल बाबु त पनि पुग्लो 2जना भएर ल लड्डु खोइ अब कुद्यो लड्डु छुटेछ। कामना माताको आशीर्वाद र उहाँले हामीले चाहिँ जति पनि जे सोचेछु सम्झेछु जे जस्तो भए पनि पुरा चाहिँ गरिदिनु भएको छ। त्यही नै खुसी लाग्छ आस्था है। लड्डु लिएर कुदेर आइज कहाँ रहेछ छोडेको। ल जाउँ त जाउँ चढाउनु जाउँ।
हामी चाहिँ भित्र पूजा गऱ्यौँ दर्शन गऱ्यौँ अब बाहिर एकदम खाली रहेछ है एकदम आनन्दसँगले चाहिँ हामीले पूजा गर्नु पाइयो है ढोग गर्नु पाइयो लाइन पनि बस्नु परेन आज चाहिँ हामी 9 बजे यहाँ आइसकेको थियौँ मन्दिरमा अहिले चाहिँ अब आएर दर्शन गरेर हामी निस्केको अवस्था छ यो त यहाँ बाहिर हेर्दाखेरि चाहिँ यति धेरै कुहिरो लागेको छैन है यस्तो कुहिरो लागेको छ अहिले भर्खरै आयो क्या उसुसु हेर्दै सुचि अघिसम्म थिएन अघिसम्म थिएन घाम लागेर एकैछिनमा आयो त्यही भने त That's called the cold weather. नरियल फुटा ल मनोकामना भएको छोरा बुहारीको यो छोरा बुहारीको यो सबै भएको पुरा भयो अब नरियल फुटालेको नरियलको पानी चढाउँदैछ यहाँ अब बुहारी यता छ ल छोरा बुहारीको भएको दुइटै ल हाल ल भाउ अब चाहिँ हामी यहाँ फेरि धुप पाल्नु जाँदैछौँ है एकदम आनन्द लाग्यो उतै पालौँला तल धुपहरू पनि खस्यो Okay. उता मन्दिरमा हेरेर कता घोप्टो पऱ्यो उनीहरूको मनोकामना पुरा इच्छाहरू चाहिँ राम्रो गरिदिनु भएको छ मनोकामना माताले त्यही भएर चाहिँ यहाँ चाहिँ बत्ती पनि बालेर अब भ्याएको भ्याइयो है ल मैले जहिले पनि गइदिउँ नेक्स्ट टाइम आइदिउँ केही छैन बोलाउने सिस्टम ल मेरो भाइ मेरो बहिनी आउनु फोटो खिचेछ चट्ट फोटो खाना दुइटै काम एकै टाइम जति मुस्कान त्यति डिस्काउन्ट अब चाहिँ यहाँ चाहिँ हाम्रो सबै फ्यामिलीको चाहिँ यहाँ मजासँगले फोटो बनाइसकेको छ है अब हामी चाहिँ यो फोटो बनाइसक्यो भइसकेन भाइ अब ल ल बहिनी लाग्यौँ है त ल बाई 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 ल ल जाम 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 ल जान 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 ल जय मनोकामना माता रक्षा गर्ने फोटो हेराउनु हतार पर्छ जङ्गाबहादुर राणा त डेन्जर आज फोटो हेर्नु हतार पर्छ नि मनोकामना सबैजना जाने भनेर उताबाट पोखराबाट सम्धिनीज्यू सम्धिज्यू पनि आउनुभएको थियो तर उहाँहरूलाई चाहिँ अलिकति नहुने भएर उहाँहरू माथि जानु भएन हजुर उहाँ सम्धिज्यू तलै बस्नुभयो हामी चाहिँ गएर आयौँ अब यहाँ चाहिँ हामी सबै जम्का भेट भयौँ अब खाना खाने है त सबैजना एकैचोटि बसेर खाने क्या उहाँलाई चाहिँ अलिकति उ भयो सम्झि बाबै अब 9 बजे नै भोग लाग्यो भनेर बत्तिने मान्छे आज त धन्न 8 बजे नै उता प्रायः जस्तो माथि मनोकामना डाँडा चढ्नु भइहाल्छ नि भोको लाग्दा आज चाहिँ यहाँ बाबा छोरासँगै बसेर ढेँडो मस्तले खाइराख्नु भएको छ है माछाको झोलसँग यहाँ सिमुले चाहिँ ढेँडो नखाने रे भात खानु ठिक परेछ बाबा छोरी यता फेरि छुट्टै गम तोड्नु खाऊ 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 म बिस्तारै खान्छु कि अबै के हो ढेँडो त थोरै भएन मैले त अहिले पो हेरेको ढेँडो त बाबा के सार लिएको के को ढेँडो हो र मकैको फापरको भन्ने थियो त त्यही भएर त्यसलाई गएँ दामी छ ठिक छ ल अब यता चाहिँ बाबु भाइ राजा होइन गम मेरो पनि मुखमा पानी आयो है यहाँ चाहिँ सम्झिन्ज्यू सन्चो हुनुहुन्थेन यही तरकारी र साग भात मात्रै भयो दाल
दालसँग अलिक मजाले मुछेर खानुहोस् न ठिकै छैन के भन्छ अरे उहाँलाई चाहिँ अलि सन्चो हुनुहुन्न है त्यही भएर बिरामी हुनुहुन्छ के गर्नु बाध्य खानुहोस् यहाँ दाल हालिदिनुहोस् न अलिक झ्यामझ्याम दालसँग खानुहोस् पुग्छ बिस्तारै लिनुहोस् ल म पनि खान्छु मनोकामना पुगेको मान्छे मलेखुको माछा खानु आइपुग्यौँ है हामी चाहिँ यहाँ स्वादले माछाको झोलसँग मासुको झोलसँग ल यहाँ चाहिँ बाबा छोरा चाहिँ फेरि भात थपेर केही छैन राम्रो अलिक बिस्तारी खानु हो बिस्तारी आफ्नै मुख पेट आऊ नि बोलौँ ल अब चाहिँ मैले पनि ढेँडो खानु सुरु गरेँ है त यहाँ चाहिँ क्यामेरा अब राख्ने ठाउँ नभएर चाहिँ हामीलाई अलिक गाह्रो पऱ्यो त्यही भएर अब हामी चाहिँ टक्क पालो हातले राख्दै खाँदै गर्छौँ है त केसँग खानु त म चाहिँ अब यहीँ छ झोल यो चिकनको माछाको के को हो झ्याप्छु हाल्यो अलिकति माछाको छुट्टै ल्याइदिनु चिकनको चाहिँ अलिक हालिदिनु नि खाएँ है त ल तिमीहरू माछा जुट हाल्नु होइन त नि ओहो भोक लाग्दा त साह्रै मिठो पो हुनु रहेछ तपाईँलाई माछाको यता थोरै चिकनको ग्रेभी ल्याऊ चिकनको ग्रेभी खा बाबु तपाईँ त्यहाँ पनि हालिदिनु मिठो रहेछ हौ तर खाना त डल्ले खुर्सानी छैन एउटा दाम खाना मिठो मलाई पनि दिनु डल्ले खुर्सानी खान्छु होइन उठिहाल्नु भएको दुध खुर्सानी लसुन किनेर के खाएर के अरे तपाईँले त्यस्तो बनाउँछ है खसीको मासु स्वाद हालेको खसी मासु खसीको मासुले बनाउँछ टाइफोइडै बनाइदिन्छ ज्वरोमा ड्याडी कस्तो लाग्यो खाना खाँदा र पेट फुल हुँदैछ यता ड्याडीलाई त सोधे हो यता ड्याडीलाई दावा मलाई ठिकै छ मिठो छ एक थाल ढेँडो रोटी दाएर ल मम्मीले फेरि खाना थप्नु भयो कस्तो रहेछ मन खाना ढेँडो खाएर थप्नु भयो लास्ट टेस्टी राम्रो एकदम मिठो रहेछ हो मैले पनि यहाँ खाना चाहिँ मैले पहिलोचोटि मलेकोमा यहाँ चाहिँ टेस्टी एकदम टेस्टी खाना खाएको साग सम्झियो खाना म भयो त्यत्रो ढेँडो खायो भने अब मेरो सासु बुहारीको दाल खाने
तिमीलाई कस्तो लाग्यो खानु मिठो रहेछ म थपे खाना नि हामी घर हजुरलाई टिभी मैले टेबल बल्ल अर्डर गरेर गरेको छु कि माथि डाइनिङ टेबल भनिसक्यो जस्तो भए पनि हुन्छ चल्छ मन राम्रो हुनुपर्छ सम्झिनु मलाई पुग्यो हम त खाइयो त हामीले चाहिँ सबै खाएर सकिसक्यो मैले त्यहाँ मेरो टन्नै खाएँ थपी थपी सबै भ्याङमा अब यस्तो टेस्टी खाना खाइयो कि हजुर फर्स्टचोटि मलेकोमा मिठो लाग्यो ल आजलाई चाहिँ हामी यति भन्दै यसरी नहुने कुरा नगर्नु यो झिँगे माछाको मजाले यहाँबाट लाएर अलिकति लिएर जानु पऱ्यो यो माछा झिँगे माछा अब अरू त सबै त्यही हो यहाँ बच्चा माछा रहेछ झिँगे यहाँ माउ रहेछ है यो चाहिँ साह्रै मिठो खाना खुवाउनु भयो है यहाँ मैले झिँगे माछा पनि उहाँहरूसँग लगेको छु धेरै धेरै धन्यवाद फेरि आएर खानु होला एकदमै आउँला साह्रै मिठो खाना खुवाउनु हुँदो रहेछ तर एकदम मिठो लाग्यो क्या दामी टेस्टी खालको खाना खुवाउनु भयो धेरै धन्यवाद छ कृष्ण होटल रहेछ है कृष्ण होटलमा चाहिँ हजुरहरूले पनि मिठो खाना खुवाउनु हुँदो रहेछ आएर खाइदिनु होला ल यति भन्दै ल अब हामी गयौँ है त ल बाई बाई ल ल हामी चाहिँ यहाँबाट उहाँ मनोकामनाबाट घरको गन्तव्य आइपुग्यौँ राम्रो चाँडै यहाँ बाबुले राम्रोसँगले ल्याइदिनु भयो है घर आइपुग्यौँ है पुच्चे हेर नि त सम्झिजु चामल ल बाबु एकछिन आउनु रेस्ट ल यहाँ चाहिँ सरले टक्क केक ल्याएर राखिसक्नु भएको छ वाउ दामी चाहिँ केक त कस्तो यहाँ चाहिँ सीमा एन्ड सुजित सेफ ट्राभल सीमा एन्ड सुजितले सेफ ट्राभल सीमा एन्ड सुजित यहाँ चाहिँ मेरो बाबु नानीको चाहिँ विदेशको लागि चाहिँ टक्क लाएर यहाँ केक चाहिँ ल्याएर राखिसक्नुपर्छ सरहरूले चाहिँ होइन यहाँ अब के ल्याउनुपर्छ तपाईँ चाहिँ हेरिहाल्नु है यो कन्सल्टेन्सी चाहिँ धेरै राम्रो रहेछ है चाहिँ सर आइसक्नु भएको छ है बच्चाहरूको लागि चाहिँ खातामाला गर्नु र बच्चाहरूलाई स्वागत बधाई विदेशको चाहिँ बधाई कार्यक्रम स्वागत गरेर चाहिँ बच्चाहरूको लागि बिदाई कार्यक्रम गर्दै हुनुहुन्छ सरले है उहाँलाई चाहिँ धेरै धेरै धन्यवाद छ सर है ल नानी बाबुको लागि यहाँ सर म्यामलाई चाहिँ धेरै धेरै धन्यवाद छ है हजुरहरूको कन्सल्टेन्ट साथीभाइलाई चाहिँ नमस्ते धेरै धेरै स्वागत छ है यहाँ सर म्यामलाई अनि मेरो बाबु नानीलाई है धेरै कङ्ग्रेचुलेसन ह्याप्पी हेभी बर्थडे भन्नु हाम्रो चाहिँ यहाँ ठ्याक्क बाग बजारबाट अलिकति भित्र छ है उहाँ सर म्यामलाई चाहिँ धेरै धेरै धन्यवाद छ मेरो बाबु नानी जति पनि बाहिर पठाउनुहुन्छ उहाँले चाहिँ एकदम राम्रोसित एकदम चाँडोभन्दा चाँडो पठाउनु हुँदो रहेछ उहाँहरूलाई चाहिँ धेरै धेरै धन्यवाद छ है ल पर्सिको लागि चाहिँ मेरो बाबु नानीको टिकट भइसकेको छ अब हजुरहरूले के भन्नु चाहनु धेरै धेरै धन्यवाद हामीलाई ट्रस्ट गर्नुभयो राम्रोसँग पढ्नु मेहनत गर्नु त्यही हो है सेफ फ्लाइट दुईजना समातेर घाप के काट्दा त केक पनि धेरै राम्रो हो यहाँबाट प्लेट निकाल्दा त भनेर आउँछ किनेर अर्को म्यामलाई ल म्यामलाई त जुठो चल्छ सफलको काम यो
ल सरप्राइज केक बानो अनि एउटा भिडियो बनाउनु इन्टरभ्यु दिव्यानको विशेष यो चम्चा चाहिँ खतरा हुनुहुन्थ्यो अरुण काट्ने अरे ल अलिक धेरै हाल न ए म्याम ल नमस्ते हजुर त छुट्टा लु म्यामलाई खानु त्यही त नि म्यामलाई त भित्र अब बिजी हुनुहुन्छ कि भनेर है ल म्याम धन्यवाद धेरै धेरै हजुरलाई है बच्चाहरूलाई अब बिदाई कार्यक्रम गरिदिनु भएको छ सबैले राम्रो गरिदिनु भएको छ खुसी लाग्यो है सो थ्याङ्क यू सो मच हामीलाई चुज गर्नुभयो ट्रस्ट गर्नुभयो अझै धेरै हजुरहरूले हामीलाई सपोर्ट गर्नु होला एकदमै म्याम एकदमै who have approved their visa for UK. So congratulations ma'am. थ्याङ्क यू म्याम कस्तो फिल भइरहेको छ मलाई चाहिँ एकदमै खुसी लागिरहेको छ किनभने हामी दुइटा सँगै जान पाइयो हुनुहुन्छ है हजुर उहाँ चाहिँ मेरो सासू मम्मी अनि ससुरा बुवा अनि बाबा मेरो बाबा म्याम है एकदमै खुसी लागिरहेको छ है जति पनि अडियन्सहरू हुनुहुन्छ होइन बाबु नानीहरू विद्यार्थीहरू यहाँ चाहिँ एकदम अलमलमा हुनुहुन्छ र उहाँहरूले चाहिँ एकदमै हेरेर एकदम राम्रो छ यहाँ चाहिँ यो कन्सल्टेन्सीबाट चाहिँ बुझेर हेरेर चाहिँ आइदिनु होला होइन जस्तो मेरो बाबु नानी आयो अब मैले पठाउनु पाएँ होइन सँगै जानु पायो होइन त्यसरी जति पनि विद्यार्थीहरू हुनुहुन्छ हेरेर यहाँ चाहिँ आइदिनु होला र भिसा पनि एकदम धेरै चाँडो लाग्दो रहेछ होइन एकदम अनि भिजा रेट पनि हाई छ हेर हामीलाई चाहिँ गिफ्ट दिनुभएको छ म चाहिँ यहाँ के रहेछ हेर्छु है ल हेर हेर त सुरुमा चाहिँ हामीसँग यहाँ पेन रहेछ डिभाइनको पेन डिभाइन एजुकेसनको अलिक कसेर बोल अनि यहाँ हामीसँग नोटबुक छ डिभाइनकै नोटबुक त ल यो चाहिँ कप डिभाइनको कप होइन वाउ ल सेम कप पेन डिभाइनको चाहिँ थ्याङ्क यू सो मच डिभाइन दुईजना सम्झी चाहिँ यहाँ लडप परेर बस्यो छोराछोरीलाई राम्रो पठाउनु पर्यो पाइयो भन्नुहोस् न राम्रोसँग पठाउनु पाइयो खुसी छ सबैले भिडियो बनाउँदै हुन्छ कोही चाहिँ फेरि हिजो मनोकामना होइन हाम्रो कामना चाहिँ पुरा भयो होइन सम्झी बसेर चाहिँ छोराछोरीलाई पठाउँदा धेरै खुसी लाग्यो धन्यवाद मसँग चाहिँ मेरो साथी आइपुगेको छ म चाहिँ भर्खर कन्सल्टेन्सीबाट आएको थिएँ ऊ चाहिँ घरमा आएर बसेको रहेछ मलाई सरप्राइज दिन यहाँ टन्नै गिफ्ट लिएर आएको छ यो आन्टीले र उसले मिलेर पठाउनु भएको रहेछ आन्टीलाई पनि धेरै धेरै धन्यवाद ए ल उहाँलाई चाहिँ धेरै धेरै धन्यवाद छ नानी उहाँ पोखरादेखि मेरो बुहारीको लागि यहाँसम्म दुःख पाउनु भएकोमा नानीलाई धेरै धेरै स्वागत धन्यवाद छ नानी ल र जस्तो उहाँको मम्मीले चाहिँ पोखराबाट चाहिँ गिफ्ट मानौँ साथीले मिलेर दुईजनाले मेरो बुहारी सिमुको लागि चाहिँ पठाइदिनु भएकोमा उहाँलाई धेरै धेरै धन्यवाद छ होइन एकदम गिफ्ट चाहिँ के रहेछ ल ल ल यहाँ रहेछ विशेष काँटा यहाँ चाहिँ ठुलो काँटा कस्तो राम्रो रहेछ कलर नि एकदमै दामी यहाँ चाहिँ स्क्रन्ची अनि यहाँ छ पर्फ्युम हो कि के अरे यो बडी मिस्ट अनि यहाँ छ नेल पोलिस कस्तो राम्रो कलरमा रहेछ यस्तै नेल जस्तै के है कलर चाहिँ अब यहाँ चाहिँ हेरौँ है यो के हुन्छ मफलर चिसोमा लाउने ल उहाँ आन्टीलाई चाहिँ धेरै धेरै धन्यवाद है नानीको मम्मीलाई चाहिँ है हजुर ल आन्टीलाई पनि धेरै धेरै धन्यवाद कस्तो राम्रो हो कि कपडा पनि हेर्न सफ्ट यो चाहिँ ओडिहाल्नु है नानी चाहिँ मम्मी र मैले गरेर साथमा किनेको मम्मीको पनि चोइसमा राम्रो थियो अनि सीमाको लागि भनेर अनि विशेष उसको लागि चाहिँ किनेको यो 33 जाडो भएको बेलामा चाहिँ मफलरै चाहिएको भनेरै एकदमै मफलरै चाहिएको भन्दा पनि अब बाहिरको लागि चाहिँ विशेष हल्का चाहिन्छ कत्रो ठुलो ल्याइदिएको त विशेष ओ कस्तो राम्रो उहाँले चाहिँ मलाई लाफिङ बुद्ध नि पठाइदिनु भएको छ आन्टीले थ्याङ्क यू
वेलकम। किन यो लाफिङ बुद्ध चाहिँ आफूले किन्नु हुँदैन अरे कि अरूले गिफ्ट दिनुपर्छ अरे कि यसलाई चाहिँ त्यही भएर गुड लक हुन्छ अरे यसलाई चाहिँ। ल उहाँ मम्मीलाई नानीको मम्मीलाई चाहिँ एकदम धेरै धेरै विशेष गरेर चाहिँ मम्मीको तर्फबाट धन्यवाद छ है। कुनै दिन त्यहाँ आउला बसौँला गफ गरौँला रमाइलो गरौँला होइन एकदमै खोइ ल देखाउ त वाउ ल विशेष एकदम धन्यवाद छ है उहाँलाई चाहिँ कस्तो दामी देखेको। ल यहाँ चाहिँ मेरो बुहारीको ठिक छ ल सबै कुरो यहाँ चाहिँ आन्टीलाई पनि धेरै धेरै धन्यवाद यहीबाट। नानीलाई पनि धन्यवाद छ है। ल